तातो पानीको त्यो सेक दियो भने रेस्ट गर्यो भने फाउन्डर अफ स्वास्थ्याङ्गी आज चाहिँ हामीले योगा मेन्स्ट्रुअल मेला भन्ने प्रोग्राम अर्गनाइज गरेको छौँ। यो मेन्स्ट्रुअल मेला भनेको चाहिँ खासमा क्लास 6 भन्दा माथिको बच्चाहरूको लागि हो। यो मेलामा चाहिँ हामीले अब मेन्स्ट्रुअल प्रडक्ट्स रिलेटेड कुराहरू, मेन्स्ट्रुअल हाइजिन रिलेटेड कुराहरू, एनाटोमी, फिजियोलोजीहरू सबै कुराहरू भन्ने एकदम इन्टरेक्टिभ वेमा इन्फर्मेटिभ बुथ्सहरू राखेर गर्दैछौँ। साथसाथै हामीसँग एउटा गेम स्टल पनि रहेको छ र इन्टरटेनमेन्टको लागि हामीले फेस पेन्टिङ पनि इन्क्लुड गरेका छौँ। बच्चाहरूले नि एकदम धेरै रमाइलो गरेको भन्दै हुनुहुन्छ, बुझेको पनि हुनुहुन्छ। साथसाथै हामीले एउटा क्वेसनर पनि प्रिपेयर गरेर बच्चाहरूले चाहिँ कतिको बुझिरहेछन् भन्ने कुरा पनि एनालाइज गर्दैछौँ। हाम्रो स्टलहरू चाहिँ यस प्रकार रहेको छ, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। कुमारी कन्या माध्यमिक विद्यालयमा चलिरहेको छ। त्यसमा भाइ बहिनीहरूले जानकारी लिइरहनु भएको छ। किनभने त्यो नर्मल हो। अन्डर गार्मेन्ट लाउने बेलामा चाहिँ यो अन्डर गार्मेन्ट कहिले पनि वेट हुँदैन कि
What is the average length of menstrual period? Bleeding को time कति मेलामा विद्यार्थीहरूको रमाइलोको लागि प्रेस पेन्टिङ पनि भइरहेको छ। विभिन्न जानकारीहरू दिने क्रम जारी छ। लालकुमारी कन्या माध्यमिक विद्यालय धारण रोडको यो परिसरमा छात्राहरूको लागि महिनावारी सचेतना सम्बन्धी कार्यक्रम भइरहेको अवस्था यहाँ देख्न सकिन्छ। निकै भिड छ। धेरै जिज्ञासाहरू लिनुका लागि प्रतीक्षारत छन्। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ सुनिमा जोशी र म चाहिँ बालकुमारी कन्या स्कुलको चाहिँ स्कुल हेडमास्ट। आज चाहिँ यहाँ चाहिँ मेन्सुरल मेला अथवा चाहिँ मेन्सुरेसनमा चाहिँ अवेरनेस हाइजिनको चाहिँ अवेरनेस कार्यक्रम चाहिँ हामी भइरहेको छ। र यो कार्यक्रममा चाहिँ क्लास 6 to क्लास 10 सम्म चाहिँ सबैजना चाहिँ यसमा चाहिँ आबद्ध भएको छ। र स्टुडेन्टहरूलाई चाहिँ क्लास 6 to क्लास 10 सम्म चाहिँ मेन्सुरेसन सम्बन्धी चाहिँ अवेरनेस गरिरहेको समयमा चाहिँ यहाँ चाहिँ धेरै नै उनीहरूलाई चाहिँ यसको बारेमा चाहिँ अवेर भइसकेको छ होइन। किनभने यसमा चाहिँ अब मेन्सुरेसन हुँदाखेरि चाहिँ के कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ होइन। र मेन्सुरेसन कपको बारेमा, ट्याम्पनको बारेमा कति विद्यार्थीहरूलाई चाहिँ थाहा थिएन अहिलेसम्म, जुन चाहिँ अब चाहिँ बिस्तारै उनीहरूलाई थाहा हुँदै गयो होइन। अनि त्यस्तै गर्दा चाहिँ रिप्रोडक्टिभ हेल्थ सम्बन्धी पनि कतिजनालाई चाहिँ ज्ञान थिएन होइन। त्यसमा पनि क्लास 6 to क्लास 10 को स्टुडेन्टलाई चाहिँ इन्भल्भ गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ अब फिमेल रिप्रोडक्टिभ सिस्टमको बारेमा पनि सबै राम्रोसँग चाहिँ उनीहरूले थाहा भइरहेको छ। त्यस्तै गरेर अर्को भनेको चाहिँ आजको प्रोग्राममा चाहिँ सेल्फ ब्रेस्ट एक्जामिनेसनको बारेमा पनि यसमा चाहिँ इन्भल्भ भएको छ। र कति स्टुडेन्टहरूलाई चाहिँ अब सेल्फ ब्रेस्ट एक्जामिनेसन गर्दाखेरि चाहिँ क्यान्सर जस्तो के अरे रोगबाट चाहिँ बच्न सकिन्छ भन्ने कुरा चाहिँ थाहा थिएन। र आज यो प्रोग्रामले गर्दाखेरि चाहिँ सेल्फ ब्रेस्ट एक्जामिनेसन कसरी गर्ने होइन, कुन समयमा चाहिँ हामी चाहिँ तुरुन्तै चाहिँ अस्पताल गएर चाहिँ क्यान्सरको बारेमा चाहिँ हामीले चाहिँ अवेरनेस गर्न सकिन्छ भन्ने कुरामा पनि उनीहरूले चाहिँ ज्ञान भएको छ। त्यसले गर्दाखेरि चाहिँ आजको प्रोग्राम चाहिँ एकदमै मलाई चाहिँ इफेक्टिभ भयो जस्तो चाहिँ लाग्छ। आज होलमा चाहिँ सबैजनाले चाहिँ राम्रै भएको तिम्रो नाम के हो? मेरो नाम कञ्चन चौधरी हो। कति कक्षामा पढ्छौ? म 6 कक्षामा पढ्छु। आज तिमीले यहाँ के कुरा सिक्यौ? यहाँ महिनावारी बारे। अनि यहाँ यस्तो के बनाएको नि? राम्रो हेर्नको लागि। राम्रो हुनको लागि हो? राम्रो हेर्नको लागि। ए ल ठिक छ। धन्यवाद। नमस्ते सम्पूर्णमा, म चाहिँ आशा अवस्थी, स्वास्थ्यको को-फाउन्डर। श्री बालकुमारी कन्या स्कुलमा चाहिँ मेन्सुरेसन मेला भनेर ल्याएको छ। मेन्सुरेसन मेला चाहिँ यो चितवनमा चाहिँ पहिलोचोटि नै हामीले गरेका छौँ। सायद चितवनमै पहिलोचोटि भएको यो मेला होला। अनि हाम्रो मेन्सुरेसन मेलामा चाहिँ 8वटा स्टल छ। स्टार्टिङ हाम्रो एनाटोमी फिजियोलोजीबाट स्टार्ट गरेर त्यसपछि चाहिँ नि हाम्रो पिरियडमा के प्रोडक्ट्सहरू युज गर्छ, त्यसपछि हाम्रो मिन्स पिरियड्स भएको बेलामा चाहिँ कसरी हाइजिन मेन्टेन गर्ने, केले गर्दा हामीलाई गाह्रो हुनसक्छ, कति बेला हस्पिटल भिजिट गर्ने भनेर चाहिँ हामीले बुझाएका छौँ। त्योसँगै हामीले पिरियड प्रोडक्ट्समा चाहिँ हामीले एउटा नयाँ भनेको रियुजेबल प्याड मेकिङ, त्यो चाहिँ हामीले कपडाबाट कस्तो कपडाले बनाउने, कस्तो कपडा युज गर्नु हुँदैन भनेर अनि रियुजेबल प्याड मेकिङ चाहिँ हामीले स्टुडेन्टहरूलाई दिएका छौँ। त्यसपछि चाहिँ एउटा स्टल हामीले युवालाई दिएको छौँ। त्यहाँ चाहिँ
सेक्स जेन्डरको बारेमा अनि त्यसपछि क्विजहरू गेम्सहरू खेलाएर उहाँहरूले गिफ्ट्सहरू दिनुभएको छ। त्यसपछि चाहिँ हामीले अहिले चितवनमा मेनली चाहिँ चितवनमा कस्तो कस्तो ट्याबु छ हाम्रो 4 दिनसम्म भान्सा नछुने अथवा अरू कुनै ट्याबुहरू छ त्यसलाई चाहिँ त्यो ट्याबु होइन त्यसलाई चाहिँ हामीले यसरी अवेर गर्नुपर्छ भनेर चाहिँ हामीले मिथ र ट्याबु कस्तो कस्तो छ भनेर त्यसलाई हामीले एक्सप्लेन गरेका छौँ। त्यो सँगै हाम्रो मेनको रोल के छ त मेनली अहिले भनेको पिरियडको बेलामा मेन्स्ट्रुएसनको बेलामा चाहिँ मेनको रोल कतिको हुन्छ र हामीले कसरी हेल्प गर्न सक्छौँ आफ्नो आमालाई बुवालाई साथीलाई छोराछोरी जसलाई भए पनि कसरी हेल्प गर्न सक्छौँ भनेर चाहिँ हामीले बुझाएका छौँ। त्यसपछि चाहिँ हाम्रो इन्टरटेनिङ सेक्सनमा चाहिँ हाम्रो 2टा गेम्स रहेको छ। एउटा चाहिँ हामीले नै खेलाएका छौँ स्वास्थ्यङ्गीले खेलाएको छ अर्को भनेको चाहिँ हाम्रो युवाले खेलाएको छ अर्को भनेको चाहिँ हाम्रो फेस पेन्टिङ छ जुन हजुरले पछाडि देख्न सक्नुहुन्छ फेस पेन्टिङ भइरहेको छ अनि अर्को भनेको चाहिँ हाम्रो आर्ट कम्पिटिसन छ। हामीले चाहिँ मेन्सुरेसनलाई नै थिम राखेर आर्ट कम्पिटिसन गराएका छौँ। सो हामीले मेन्सुरेसन मेला चाहिँ किन गरेको भन्दाखेरि मे मन्थ भनेको चाहिँ मेन्सुरेसन अवेरनेस मन्थ हो। सो त्यसलाई चाहिँ हामीले टार्गेट गरेर चाहिँ मेन्सुरेसन मेला गरेको हो। यो भेन्यू प्रोभाइड गरिदिनु भएकोमा चाहिँ म हाम्रो स्कुलको प्रिन्सिपल सरलाई चाहिँ म एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु। सँगै चाहिँ हामीले यस्तो प्रोग्रामहरू चाहिँ अरू ल्याउँदाखेरि चाहिँ अरूहरूले पनि यसरी नै एक्सेप्ट गरेर चाहिँ हामीलाई हेल्प गरिदिनुहोस् भनेर चाहिँ हामी अनुरोध गर्न चाहन्छौँ। यति नै आज यो कार्यक्रम सम्पन्न गर्न सक्ने सबैलाई विद्यालयका शिक्षक साथीहरू विद्यालय नर्स त्यसै गरी विद्यालयका अन्य तहहरू सहकर्मीहरू अनि सबैलाई विशेष आभार व्यक्त गर्दै आज प्राप्त गरेको ज्ञान आफ्नो व्यवहारमा अपनाउनु विद्यार्थीहरूलाई अनुरोध गर्दै यहाँहरू सबैप्रति हार्दिक आभार इम्पोर्टेन्ट सब ध्यान दियो अब यो इम्पोर्टेन्ट कुरा